प्रधानमन्त्री एन्थोनी एल्बानिजीले गैर आवासीय नेपाली सङ्घ आइसल्यान्डले ब्रिस्बेनमा आयोजना गरेको नेपाल फेस्टिभल हेरिसकेपछि यसले आफूलाई निकै प्रफुल्लित बनाएको सन्देश दिएका छन्। केही दिन अगाडि एउटा पत्र नै सार्वजनिक गर्दै नेपाल फेस्टिभल ब्रिस्बेन 2025 को सन्दर्भमा मेसेज फ्रम प्राइम मिनिस्टर भन्दै उनले यस्तो जनाएका हुन्। उनले चाहिँ कल्चरल फेस्टिभल भनेको एकदमै महत्त्वपूर्ण हुन्छ र नेपाली समुदायले मल्टिकल्चरल अस्ट्रेलियाको मल्टिकल्चरलिजममा जुन आफ्नो डाइभर्सिटी आफ्नो कम्युनिटीको स्पिरिटलाई प्रतिनिधित्व गरेको छ यो मुक्त कण्ठले प्रशंसा गर्न योग्य छ भनेर भनेका छन्। Nepali Australians are a dynamic and growing community. As professional leaders and volunteers, you continue to provide an inspiring example of dedication and hard work. भन्दै उनले नेपाली समुदायको समेत प्रशंसा गरेका छन्। उनले आयोजक गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियालाई धन्यवाद दिँदै र यो कार्यक्रमलाई सफल बनाउनको लागि अरू जति पनि संलग्न भएका छन् उनीहरूलाई समेत धन्यवाद दिँदै नेपाली कम्युनिटीले अस्ट्रेलियाको मल्टिकल्चरलिजमलाई अत्यन्त बलियो र रङ्गीन बनाएको भन्दै उच्च प्रशंसा समेत गरेका छन्। अस्ट्रेलियामा फेडरल इलेक्सन यही 3 मेका लागि घोषणा गरिएको छ र यसको पूर्व सन्ध्यामा लेबरका प्राइम मिनिस्टर एन्थोनी एल्बानिजीले यस्तो खालको पत्र नै निकालेर नेपाली समुदायको प्रशंसा गर्नुलाई एउटा विशेष महत्त्वको रूपमा हेरिएको छ। अत तपाईँलाई यो जानकारी कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने लाइक र कमेन्ट गरी हामीलाई बताउनुहोला। अन्य यस्तै जानकारीको लागि हामीलाई टिकटकमा फलो र युट्युबमा सब्सक्राइब गर्न नबिर्सनुहोला। यो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।